सो यहाँ बाइकको प्रब्लम छ नि त, सो त्यही भएर चाहिँ यतातिर बाइकको प्रब्लमहरू सोध्दैछ। म चाहिँ यतातिर अन्डा बोक्दैछु। सो गाइस हामी चाहिँ मेलचौर आइपुगिसकेको छ। यतातिर देख्न सक्नुहुन्छ गोठालो जाँदा लागेको माया। ए यहाँ त पिच सरर जान्छ, अहिले उतानेर कच्चीमा त ब्लुन्द्रुङ ब्लुन्द्रुङ गाइस। सो हेलो नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई न्यू एनदर भ्लग। आयो बजुरहरू सन्चै आरामै हुनुहुन्छ अनि म पनि एकदम ठिकठाक अनि सन्चै छु। सो अहिले चाहिँ म यता बाइकमा हिँडेर होइन अब भ्लग स्टार्ट गर्दैछु। अहिले चाहिँ अलि हतार भएको कारणले चाहिँ यसरी भ्लग स्टार्ट गर्दैछु। हालैमा चाहिँ हामी अहिले जान लागेको भनेको चाहिँ चौतारामा यता ब्याङ्कमा काम भएर अनि म चाहिँ यता हस्पिटलमा अस्तिको रिपोर्ट लिन जान लागेको छु। सो त्यही हो, उतै घरदेखि स्टार्ट हान्न लाग्दाखेरि चाहिँ अलि हतार भएको कारणले चाहिँ सट्ट लगाएर बाइकमा स्टार्ट गर्दैछु। अब भोइसहरू भनेको त्यही अनुसार अलि डिस्टर्ब आइरहेछ, सो माइन्ड नगरिदिनु होला। यसी भिडियो अन्तिमसम्म हेर्नु होला। अनि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नु होला। अनि भिडियो मन परेमा लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्न नभुल्नु होला भन्दै हामी चाहिँ जाँदैछौँ चौतारा। सो अहिलेको यताको बाटो सायद नदेखाएको दादालाई दादा के देखाइरहेको छ र यतातिर चाहिँ बाटोको हालत गाइस। बाटो यहाँ चाहिँ बाटो अस्ति यहाँको बाटो चाहिँ सफा गर्ने दिनमै ठ्याक्कै सफा गरेको अघि, यहाँतिर चाहिँ अघिल्लो दिनमा गरेको, त्यहाँ तलतिर चाहिँ ठ्याक्कै सफा गर्ने दिनमा क्या। सफा गर्ने दिनमै पानी राति चाहिँ यत्रो भलबग्ने पानी आएर चाहिँ बाटो त यस्तो भइसक्यो। बाटो सफा त गरेको, सफा गर्ने दिनमै आएर भत्तापुङ्ग पारेको भनेर भन्न चाहिँ मिल्यो। जस्तो बाटो भयो नि म छोड्दिनँ पुऱ्याउन भनेर भन्न मिल्दैन। राइडर परेन म राइडरै हो, तिम्रो लागि म राइडरै हो नि। वाउ राइडर हो, वाउ बाटो गाइस बाटो। यस मलाई बाइक सिकाउने गुरु चाहिँ उयो है विश्व तामाङ। या हेलो गाइज, बाई बाई। सो गाइज होइन अब हामी चाहिँ यता मेलचौर मुनि आइपुगिसकेको छ होइन। यता अहिले 1 वर्ष जति हुन लाग्यो चाहिँ हामी यताको बाटो वाउ छ, वाउ यताको बाटो नि चिरी चट्ट हेर्दाखेरि झट्ट। तलसम्म पिच गर्छु भने मलाई 10 वर्ष भइसक्यो, अझसम्म यस्तै छ। यहीँसम्म मात्र हो क्या, तल अलिकति तलसम्म मात्र। तलतिर मान्छे बिरामी सिरामी पऱ्यो भने गाडी जाँदैन पानी परे बेला। जो यति भए पनि पिच भइरहेको छ यहाँ तलसम्म भए पनि। अनि अब भन्नुपर्ने केही पनि छैन। कस्तो ढुङ्गा लागेर भोइस पनि कस्तो आइरहेको क्या मेरो। सो गाइस हामी चाहिँ मेलचौर आइपुगिसकेको छ। यतातिर देख्न सक्नुहुन्छ हाम्रो पछाडि पिङ कुदाउँदा छ गाइस। मेलचौरको चाहिँ अहिले बस्दा व्यस्त यता मोबाइल छ। अब मैले बोलेको केही पनि सुनिरहेन यस्तो छ। पिङ्कु तामाङ चाहिँ यतातिर टिप लिएर आइरहेछ, हरन बजाइरहेछ पछाडि। ल ओभरटेक गरिदिएर ए त्यतै हो क्या हो। सो त्यही हो, आजको मौसम भनेको चाहिँ क्लिन छ होइन। बिहान त अझ हिमाल पनि बवाल देखिरहेको थियो, अहिले चाहिँ हल्का कमै छ। अहिले चाहिँ प्रायः ठाउँतिर चाहिँ सबै ठाउँतिर पिङ्की हो, सबै ठाउँतिर चाहिँ प्रतीक्षालय मात्र देख्छु त म त गाइस। सबैहरूकोतिर चाहिँ कतिको छ प्रतीक्षालय है। हामी चाहिँ अहिले हालैमा अलडाँडा आइसकेको छ। यहाँ चाहिँ एकदम ओभर कुदाउने ठाउँ हो क्या गाइज है। यहाँ चाहिँ गाडी होस् बाइक होस् ट्रेन पनि कुदाउने ठाउँ हो क्या। यहाँ चाहिँ यहाँ
ल यहाँ त सायद मेरो भोइस पनि केही सुनिरहेको छैन होला मेरो यो रुगा लागेर चाहिँ उपरै भइरहेछ क्या ओ माई गड यहाँ पनि गाडीको पिङ्कु दादा तारा बजारी इन्ट्री गरिसकेको छ अनि अहिले चाहिँ यहाँ पहिलाको बसपार्क थियो अब त पुरानो बसपार्क भन्ने नै हुन्छ अहिले माथि टुँडिखालमा बसहरू छ कोही अहिले चाहिँ यता चाहिँ बसहरू बस्दैन अहिले चाहिँ टुँडिखालमा बस्छ नि त अहिले चाहिँ यहाँनिर टिप्परलाई साइड दिनु परिरहेको छ साइड बाटो सानो बाटो सानो गएपछि बाटो सानो छ के हतार गर्नुहुन्न गाइस हतार गर्नुहुन्न अहिले चाहिँ यता टिप्परले साइड दिएर हामी हल्का तल आइपुगिसकेका छौँ अब त्यही हो अहिले यता चाहिँ के हो ठाउँको नाम पनि थाहा छैन यो बहुमुखी क्याम्पस जस्तो लाग्छ बहुमुखी क्याम्पस होइन यो होइन त के हो यो खोइ बहुमुखी क्याम्पस चाहिँ कता पर्छ हौ चाहिँ अहिले यता हिँड्छु न यो ठाउँमा आइपुगिसकेको छ त्यही हो अहिले चाहिँ धेरै सुविधाहरू छ क्या अहिले यता इभीको लागि पनि यता के भन्छ चार्ज गर्ने ठाउँ पेट्रोल डिजल हाल्नलाई के अरे पेट्रोल पम्प हुन्छ भने यहाँ चाहिँ चार्ज गर्ने घरलाई चाहिँ के भन्छ हौ पार्किङ उतापट्टि हो नो पार्किङ यता अनि ठ्याक्क हाम्रो तिम्रो कुन ब्याङ्क खोइ होला अब हामी चाहिँ यता ब्याङ्कमा छिरेर उता चौतारा जानुपर्ने हुन्छ ए सरी हामी चाहिँ ब्याङ्कमा छिरेर हामी चाहिँ माथि हस्पिटलमा जानुपर्ने हुन्छ अब बोल्दाखेरि यो मेरो दिमागले पनि के घरि त अलिकति हात नभएको दिमाग भएर हो कि दिमागमा त हात भइदियो भए त यस्तो स्ट्रङ हुन्थ्यो होला म होइन अब त्यही हो होइन कहाँनिर अब मेगा ब्याङ्कमा पो हो अब हामी चाहिँ भित्र जान्छौँ भित्र चाहिँ अब क्यामेराको अलाउड हुँदैन होइन भिडियो गर्नु हुँदैन होइन अब माथि चाहिँ भिडियो गर्नु हुँदैन अब हामी चाहिँ अब निस्केपछि भिडियो गर्नेछौँ सो त्यही हो सो गाइज होइन अब यता चाहिँ फ्यामिली काम सकिसकेको छ अनि यता निस्किसकेका छौँ हामी यता आइएमबी ब्याङ्कबाट चाहिँ अब हामी हस्पिटल जानु लाग्यो अब हस्पिटल चाहिँ हल्का माथि छ भयो यहीँ थियो तिनीहरू ढिला भयो भनेर गयो क्या भयो सो अघि यहीँ थियो त तिनीहरू पनि यहाँ त रुइया माथि टुरेर जाने भनेर कुदिरहेको थियो हामीलाई गएको जस्तो छ बस त्यहाँ हाल्यो होइन बस छ अहिले चाहिँ मलाई के सुविधा राम्रो लाग्छ भन्दाखेरि यो पहिला चाहिँ दुई साइडमा नै यो पार्किङ गर्दाखेरि चाहिँ अलिकति जाम बढी हुन्थ्यो नि त बेसी हुन्थ्यो नि त त्यो भएर चाहिँ अहिले वान वे जाम के अरे वान वे पार्किङमा चाहिँ एकदम बेस्ट लाग्छ क्या है अहिले यता नो पार्किङ छ भने यता चाहिँ पार्किङ है ओन्ली वान साइड यहाँ चाहिँ अस्ति नैतिर चाहिँ दिनमा एकचोटि चाहिँ चेन्ज हुन्थ्यो अहिले चाहिँ हप्तामा जस्तो लागेको थियो त्यही हो अहिलेको मस्त बेस्ट सहरमा त्यस्तो चाहिँ राम्रो लागिरहेछ मलाई आज मेरो के नाकै बोलाइरहेछ हाम्रो चौताराको डम्फु चोक गाइज अनि डम्फु चोक यता चाहिँ नवलपुर सो यताबाट चाहिँ नवलपुर जाने बाटो गाह्रो छ गाइज गाह्रो छ हामी चाहिँ अहिले टुँडिखालमा आइपुग्यो है टुँडिखालमा चाहिँ अहिले ट्याक्सी कतिवटा रहेछ गर्नुहुन्छ हेर्नुहोस् ट्याक्सी 1 2 3 4 5 6 फर्क्यो कि 6वटा 7वटा 8वटा पाउँछ 8वटा त यही छ भाइ एक ट्याक्सी खै गएको जस्तो छ ढिला भयो भनेर यहाँ अहिले चौतारामा पनि काठमाडौँमा जस्तै भइसक्यो ट्याक्सी आमा कति यहाँ कुद्दैछ 8 9 10वटा यतातिर ट्याक्सी त मार्छ यतातिर त अहिले जस्ट काठमाडौँमा जस्तै भइसक्यो यहाँ हस्पिटल तलमा बाक्लो अहिले सरिसकेको छ त नयाँ हस्पिटल नयाँ बिल्डिङ तल छैन
यहाँ हेर्नुहोस् ल काठमाडौँमा सरी भइसक्यो यतातिर नि जताततै ट्याक्सी गरेर गाडी बसहरूभन्दा ओभर ट्याक्सी भइसकेको छ गाडी चाहिँ अब चौतारामा पनि यता चौताराको गुम्बा यत्रो टाइम लाग्दैन जस्तो लाग्यो थियो लाग्यो यार कस्तो लाग्यो चौताराको नगरपालिका हाम्रो चौताराको नगरपालिका अझ ट्याक्सी त त्यो टुरिखेलमा मात्र त्यति यता पनि बस्छ स्याउलेपट्टिको ट्याक्सी त्यो चाहिँ स्याउलेपट्टिको यतापट्टिको छुट्टै एउटा दुईवटा तिनवटा चारवटा अझ यहाँ अझै पनि हुन्छ 4-5वटा 6वटा जति त यतै स्याउलेपट्टि जान्छ अनि काठमाडौँमा जस्तै भएन त गाइस होइन हामी चाहिँ यता हस्पिटलमा आइपुग्यो माथि सिधै माथि पार्किङ छ क्या अनि अहिले जाने बाटो त्यो खतरा भने कतापट्टि सिधै माथि सिधै अगाडि यता माथि हुन्थ्यो नि न अब चौताराको हस्पिटल गाइज चौतारा हस्पिटल डेन्जर छैन त अहिले नयाँ वाउ है अब हामी चाहिँ उता भित्र जानुपर्ने हुन्छ भएन भित्र जाउँ अब रिपोर्ट लिउँ भित्र त खासै भिडियो त नबनाउँ यार प्राय अब मान्छेहरूलाई चाहिँ खिच्न अलिक मिल्दैन क्या मैले के खोल्न लाग्यो ज्याकेट खोल्न लाग्दा रिपोर्टको ल्याबमा त मान्छे टर्नै भएन र ल्याबमा यत्रो लाइन भइसकेको छ त कति छिटै यता इमर्जेन्सी छुट्टै छ अनि यता छुट्टै इन्ट्री यो चाहिँ है अब त्यो अहिले चाहिँ भिड बबाल छ ए ममलाई लिएर आउनु भएको रहेछ साउनेको ममलाई लिएर आउनु भएको रहेछ अब एकैछिनमा भेट्छ है गाइस अब त्यही हो सो गाइस होइन अब हामीले चाहिँ हाम्रो चाहिँ यता रिपोर्ट लिने कार्यक्रमहरू सब सकिसकेको छ अनि अब यता हामी चाहिँ पार्किङबाट आउँदैछु बाइक यता पार्किङ छ है अहिले चाहिँ सुविधा डेन्जर छ नि त यता पार्किङ तल हस्पिटलहरू हेनटेनहरू होइन अब हामी चाहिँ अब मेरो त नर्मल चाहिँ नर्मलै थियो तैपनि डक्टरलाई एकचोटि सोधेर भने नर्मलै छ अरे अब हामी तलतिर बजारतिर फर्किनु पर्ने हुन्छ अब हामी तलतिर जान्छौँ अब हस्पिटलको काम बनिसकिसकेको छ खासै टाइम चाहिँ नलाग्ने रहेछ हुन त अब हामीले हेरे अनुसार पनि रिपोर्टमा चाहिँ केही थिएन तैपनि डक्टरलाई केही सामान छोडा छैन तिम्रो मोबाइल तिमीसँगै छ होइन अब डक्टरलाई मतलब त्यो रिपोर्टमा त केही त देखाइरहेको थिएन अनि अब डक्टरलाई एकचोटि सोधौँ भनेको अनि डक्टरले नि केही छैन नर्मलै छ भनेर चाहिँ हामी अब निस्केका छौँ अब तलतिर बजारबाट अब सामान लानुपर्ने हुन्छ उता पसलको लागि पनि हल्का फुल्का अनि उता यो म चाहिँ इर्खुमा जानुपर्ने थियो रिपोर्ट बुझाउन भन्दा पनि स्वास्थ्य चौकीमा रेकर्ड फाइलमा चाहिँ यो एउटा मेरो रिपोर्टको चाहिँ कपी गरेर राख्नुपर्छ नि त सो त्यही भएर चाहिँ त्यता जानुपर्ने थियो अब म पछि जाँदा पनि हुन्छ पछि जाँदाखेरि म दिनेछु यो रिपोर्ट चाहिँ सो गाइस होइन अब चौताराको बसको हालतहरू एकदम धुवा निकालिरहेको छ धुवा होइन छ माई गड आँखामा त खोर त अब हामी चाहिँ यता भिन्तुनाबाट माथिबाट जानु भने कताबाट जाने होइन यता भिन्तुनाबाट जाँदैछु है भिन्तुना यता एरियाबाट यता मन्दिर छ नि त यो मन्दिरको नाम चाहिँ के भन्थ्यो सो यता अब डेली त आइरहेको हुन्छ है यताको मन्दिरको नाम चाहिँ मलाई खासै थाहा भएन है यता चाहिँ भित्रभित्र चाहिँ मन्दिर पनि छ क्या यता यहीँ अगाडि मन्दिर छ क्या यहाँ यो मन्दिर छ नि त यता यो मन्दिर छ यो मन्दिर चाहिँ के भन्छ चाहिँ मलाई थाहा भएन है यो मन्दिरको नाम पनि लेखेको छैन हो सो त्यही भएर पनि थाहा भएन यता पनि अर्को मन्दिर छ पुरानो बजार त पुरानो बजार भएको यताको चाहिँ है ताराको यहाँतिर एउटा अहिलेको के चोर बाटो हो क्या कुनैको लाइसेन्स पहिला लाइसेन्स नभएको मान्छेहरू यताबाट आउँछ नि त अनि
यताबाट लाइसेन्स नभएको मान्छेहरूले क्या अब बाइक त चलाउन जान्छ होइन अब कुनैको त लाइसेन्स निकाल्ने उमेर पनि हुँदैन कुनैको चाहिँ अब बुढो मान्छेहरूको चाहिँ लाइसेन्स निकाल्नको लागि लिखित दिन पनि अलिक गाह्रो हुन्छ नि त त्यही भएर चाहिँ प्रायःहरू चाहिँ चोरबाट सक्छु लाइसेन्सहरू नभएको बेलामा ट्राफिक चेकिङ भएको बेलामा चाहिँ यताबाट घुमेर आउँछ क्या तर बाटो चाहिँ यता चाहिँ ठाडै छ क्या दुईमा तान्न मुस्किल भइरहेको थियो यसलाई दुईमा एकमा झार्छ होला छैन झार्दैन यो चाहिँ यहाँ ठ्याक्कै यो बस पार्कमा निस्किन्छ क्या यहाँबाट चाहिँ उता तल भिन्चुनाबाट भित्र छिरेपछि यहाँ ठ्याक्कै बस पार्क भिन्चुमै ठ्याक्कै बस पार्कमै आइपुग्छ क्या अनि अब हामी चाहिँ यहाँ यताको अगाडि चाहिँ हामीले हामी चाहिँ मेनली लानुपर्ने भने चाहिँ अन्डा हो क्या अन्डा कार्टुनको कति हो हजुर अन्डा कस्तो राम्रो थियो योपालिको गाई छैन हाम्रो चाहिँ यता अन्डा लिइसकेका छौँ देख्न सक्नुहुन्छ यो चाहिँ एक क्रेट अन्डा ओके कता घुमाएको मलाई चाहिँ अनि गर्दैछु कि यहाँ अब अगाडि गाह्रो हुन्छ त भयो ल मोबाइल त झर्दैन नि यार मेरो चेल्ला एकछिन उतार्नु झन् ल सो यहाँ बाइकको प्रब्लम छ नि त सो त्यही भएर चाहिँ यतातिर बाइकको प्रब्लमहरू सोध्दैछ म चाहिँ यतातिर अन्डा बोक्दैछ गाह्रो हुन्छ गाई चाहिँ अब अफरोड छ भनेर भन्नु मिलेन मेलचरबाट मुनि अलिकति ढलान बाटो छ त्यसपछि फेरि पनि अफरोड छ यहाँ हेर्नुहोस् कहाँनिर बसिरहेको चक्क लाएर भन्नु पर्दैन अनि चलाउने चाहिँ तिमी मलाई चाहिँ थाहा हुन्छ त हजुर हजुर हाम्रो यतातिर वर्कसपको गणेश दाई कतिपयले चिन्नुहुन्छ होला होइन अब बाइक चलाउनेहरूले त प्रायः यतैतिर आउनुहुन्छ होला होइन अब हामी चाहिँ यता निस्किँदैछौँ म त झर्छ क्या हो चाक त अड्किसक्यो त ओ माई गड मेरो चाक त छैन त बाइकमा अब झऱ्यो भने होइन झार्नु भएन भाइ यो कता ढल्किरहेको क्या मेरो यहाँ मिलेन लेभल तेरो बाउ बोलाए भइरहेको छ यहाँ कस्तो ठाउँमा बस्छ उकालो त्यो हो ओह्रालो छ नि त याहु वाला छ नि त गाइस होइन अब होइन यहाँ अन्डा ढल्किरहेको छ क्या त्यही भएर मलाई कस्तो बाइकै ढल्किएको जस्तो लागिरहेको लु अब ढल्किँदैन अहिले चाहिँ अलिक लाइनमा आयो है गाइस ल अब डाँडा अघि कुदाएको ठाउँमा आइसक्यो गाइस अब यसले रना हान्छ हेर्नु है ए अन्डा छ अरे यार अन्डा भएर चाहिँ होइन मेरो यो कपाल यार कस्तो बिग्रियो या हामी चाहिँ अहिले हालीमा चाहिँ अब बेलचौर आइपुग्छौँ होइन अब हामी चाहिँ बेलचौरबाट चाहिँ चौताराबाट बेलचौर आइपुग्न त बाइकमा त 5 मिनट पो लाग्दो रहेछ त है अब हामी यताबाट तल कलदेरीमा जानेछौँ आरबोटे गाइज है यता बेलचौरको प्रतीक्षा है मुनिबाट चाहिँ जानुपर्ने हुन्छ यताबाट पिङ्कुले फोन गर्यो अब हामी चाहिँ यता एकछिन अब फोन गर्छौँ
बोलाउँदा बोलाउँदै भाग्यो भन्नु है यतापट्टि अलिकति खस्का रहेछ के भयो सो गाइस हाम्रो बाइकको रेस बढी भयो रेस हाम्रो विसन तामाङले भयो मलाई त यहाँतिरको गाउँको नाम पनि थाहा नहुने यार के भन्छ यहाँतिर भामण्डल भन्ने गाउँको नाम पुरै सक्यो रे यहाँ त बिच सरर जान्छ अहिले उतानेर कच्चीमा त ब्लुन्द्रुङ गाइस गोठालो जाँदा लागेको माया ए त्यसपछि के हो सुन्दै सुनेन मैले नि यार गोठालो जान होइन यो गीत त बिर्सिरहेँ यार मैले गोठालो जाँदा लागेको माया धान काट्न ए गीतै बिर्स्यो यार अनि होइन घाँस काट्न जाँदा पुगेछ त्यो होइन धान काट्नु सो गाइस होइन अब गोठालो जाँदा लागेको माया काठमाडौँ जाँदा भुलेछ कि धान काट्न जाँदा आजकलको माया चाहिँ काठमाडौँ जाँदा हो अब पहिलाको चाहिँ अब गोठालो जाँदा चम्मत ए अलिकति मिलेर गोठालो जाँदाखेरि अलिअलि लाउसाफ गरिदियो अनि त्यसपछि धान काट्न जाँदा चाहिँ बिर्सिन्थ्यो अरे कि अहिलेको चाहिँ गोठालो जाँदा लाभ गऱ्यो काठमाडौँ जाँदा बिर्स्यो भने जस्तै बिर्स्यो यहाँ अलिकति ठाउँले गर्दाखेरि ठाउँले गर्दाखेरि हो क्या बिर्स्यो भन्न लाग्यो बिर्स्यो उठ्नेछ अब यहाँदेखि त कच्ची छ गाएपछि यहाँ चाहिँ पहिल्यै गरेको ढलान थियो अब पहिल्यैभन्दा पनि पिचभन्दा अगाडि ढलान थियो यहाँ चाहिँ र अहिले चाहिँ कच्ची छ अब अन्डा उब्रियो यार बाक्साको नि आयो तिमीले बोलेर सुन्नु नि पऱ्यो नि उफ यतातिर चाहिँ बाटो यस्तो छ उफ्रिन्छ त गाइस ओ माई गड बाटोको हालत यहाँ रहेछ चिप्लिन्छ यसमा क्या म त हो भने यहाँनिर यहाँ पर चाहिँ के दाउरा राखिदिएछ कि बिच बाटोमा बाइकको लिकमा गोठालो जाँदा लागेको माया ए त्यसपछि के हो सुन्दै सुनेन मैले नि यार गोठालो जान होइन यो गीत त बिर्सिरहेँ यार मैले गोठालो जाँदा लागेको माया धान काट्न ए गीतै बिर्स्यो यार अनि होइन घाँस काट्न जाँदा पुगेछ त्यो होइन धान काट्नु सो गाइस होइन अब गोठालो जाँदा लागेको माया काठमाडौँ जाँदा भुलेछ कि धान काट्न जाँदा आजकलको माया चाहिँ काठमाडौँ जाँदा हो अब पहिलाको चाहिँ अब गोठालो जाँदा चम्मत ए अलिकति मिलेर गोठालो जाँदाखेरि अलिअलि लाउसाफ गरिदियो अनि त्यसपछि धान काट्न जाँदा चाहिँ बिर्सिन्थ्यो अरे कि अहिलेको चाहिँ गोठालो जाँदा लाभ गऱ्यो काठमाडौँ जाँदा बिर्स्यो भने जस्तै बिर्स्यो यहाँ अलिकति ठाउँले गर्दाखेरि हो क्या बिर्स्यो भन्न लाग्यो बिर्स्यो उठ्नेछ अब यहाँदेखि त कच्ची छ गाएपछि यहाँ चाहिँ पहिल्यै गरेको ढलान थियो अब पहिल्यैभन्दा पनि पिचभन्दा अगाडि ढलान थियो यहाँ चाहिँ र अहिले चाहिँ कच्ची छ अब अन्डा उब्रियो यार बाक्साको नि आयो
तिमीले बोलेर सुन्नु नि पऱ्यो नि उफ यतातिर चाहिँ बाटो यस्तो छ उफ्रिन्छ त गाइस ओ माई गड बाटोको हालत यहाँ देख्छ चिप्लिन्छ यसलाई क्या म त कन्टिन्यू गर्न नमिल्ने हो भने यहाँनिर यहाँ पर चाहिँ के दाउरा राखिदिएछ कि बिच बाटोमा बाइकको लिकमा सो गाइस होइन अब तपाईँहरूलाई पिङ खेल्न मन लागेको छ भने चाहिँ यतातिर आएर खेल्दा एकदम तपाईँहरू पिङ खेल्न मन छ भने यतातिर आएर खेल्दा हुन्छ गाइस उतार्नु पर्यो याद पनि मजाले उतार्नु म त उतार्नु परेन म त ठाडै नि ओ माई गड ढल्न त ढल्यो होइन दुवैजना बाइक मात्र ढल्यो आयो सो गाइस हामी चाहिँ यता अब घर आइपुगिसकेका छौँ अन्डाको गेट बोकेर भए पनि चट्ट लगाएर आइपुगिसकेका छौँ उकालो भए चाहिँ उकालो भएदेखि चाहिँ मलाई लास्टै गाह्रो हुन्थ्यो अहिले ओह्रालोमा चाहिँ सही मजा आएको छ अहिले त ठाउँमा पुगेको छ म पनि अघि त कहाँ डन्डीमा बसेर आयो नि त म हामी चाहिँ यता घर आइपुगिसकेका छौँ के ल्याउन म निकाल्छु यहीँभित्र राख्ने होला कि अनि भोलितिर के अरे कलर सलर लिन जानु परिहाल्छ जसरी नि हामी चाहिँ घरमा आइपुगिसक्यो यतातिर बाइक पार्क गर्न लागिरहेको छ कस्तो ओभर लाइट दिएको सो गाइस होइन अब हामी चाहिँ यता उताबाट त आयो अब यतातिरको चाहिँ काम डेन्जर बाँकी छ क्या मैले अघि तपाईँहरूलाई भनेको थिएँ नि यसरी यो सिलिङ जसरी हालेको छ क्या प्लाइहरू अनि यतातिर चाहिँ हिजो सफा गरी हामीले बेलुका बत्ती बालेर भए पनि अनि अहिले चाहिँ अब यता त्योहरू सफा गर्नुपर्ने छ सो त्यही भएर यतातिर एकदम टाइम लाग्ने काम क्या यस्तोहरू यताकोहरू सब भइसकेको छ अब सब त्यही एउटा त्यति सफा गरेर अब यहाँनिर कलर हाल्न मात्र नाङ्गै छ नाङ्गै छ अब यतातिर काम चट्ट हालिदिउँ होइन कलर हाल्नुपर्छ गाई यहाँ चाहिँ दामी टाइपले तरिकाले हाल्नुपर्ने छ त्यही हो मेरो कला हेर्नु होला भोलि पर्सि एन्डिङ हुँदाखेरि कस्तो हुन्छ पाराले हाल्नुपर्छ कलर है यहाँ हो यो मैले यो ढाल्ने माटो लिएर तातो माटो आज सकेसम्म अहिले बेलुकासम्म पनि ढाल्नुपर्छ थाउला माटो लिएर आएँ यस्तो छ योहरू सब चिटिक्क पाल्नुपर्छ गाइज यतातिर चेन्ज गरेर तिमी नि स्याङतान बिसोन यसले त पहिला स्याङतान बिसोन थियो अहिले के हो च्याङ्बो बिसोन त्यो पहिल्यैदेखि त फेरि बिसोन भ्लग कतिवटा नाम चेन्ज गर्छ